धृतराष्ट्रको प्रश्न र दुर्योधनको डर। कुरुक्षेत्रमा दुवै पक्षका सेना जम्मा भएपछि धृतराष्ट्रले सञ्जयलाई सोध्छन्, त्यहाँ के हुँदैछ? दुर्योधनले पाण्डवका सेना एकदमै बलियो देख्छन् र डराउँछन्। उनी आफ्ना गुरु द्रोणाचार्यकहाँ गएर दुवैतर्फका मुख्य योद्धाहरूको नाम लिन थाल्छन्। उनी आफ्नो सेना बलियो भएको धाक लगाउँछन् तर मनमनै डराएका हुन्छन्। शङ्खको आवाज र युद्धको घोषणा। युद्ध सुरु हुने अघि भीष्म पितामहले सिंह जस्तै गर्जेर शङ्ख बजाउँछन्। त्यसपछि पाण्डवको तर्फबाट श्रीकृष्ण र अर्जुनले पनि आफ्ना दिव्य शङ्खहरू बजाउनुहुन्छ। शङ्खको त्यो भयानक आवाजले कौरवहरूको मुटु थर्किन्छ। अर्जुनको इच्छा र दुविधा। अर्जुनले आफ्नो रथलाई दुवै सेनाका बीचमा लैजान्छन्। श्रीकृष्णले आग्रह गर्छन्। उनी हेर्न चाहन्छन् कि उनीसँग युद्ध गर्ने को आएका छन्। जब अर्जुनले अगाडि आफ्ना हजुरबुबा, गुरु, दाजुभाइ र नातिगोतालाई देख्छन्, उनको मन बदलिन्छ। अर्जुनको विलाप र मोह। आफ्नो मान्छेलाई मार्नुपर्ने कुराले अर्जुनको एकदमै दुखी हुन्छन्। उनी श्रीकृष्णलाई भन्छन्, मेरो शरीर कापिरहेको छ, मुख सुकिरहेको छ। आफ्नो कुललाई मारेर मलाई कुनै सुख वा राज्य चाहिँदैन। गुरु र आफन्तलाई मारेर रगतले लतपतिएको भोग भोग्नुभन्दा त म माग्ने भएर बस्न तयार छु। उनले तर्क गर्छन् कि युद्धले कुलको नाश गर्छ र धर्म हराउँछ। अध्यायको अन्तमा शोकले भरिएका अर्जुनले आफ्नो धनुषबाण रथमा राखेर थचक्क बस्छन्। उनले निर्णय गर्छन् कि उनी युद्ध लड्दैनन्। यसरी पहिलो अध्याय सकिन्छ, जहाँ अर्जुनको मनमा दुविधा र दुःख। यसै गरी हामीहरूका जीवनमा पनि दुविधाहरू आएका हुन्छन्। यसलाई कस्ताले मुकाबिला गर्ने, के गर्ने, सम्पूर्ण कुरो परवर्ती अध्यायहरूमा श्रीकृष्णद्वारा श्रीमद् भागवत गीतामा भनिएको छ र हजुर समक्ष म प्रत्येक अध्यायको यसै गरी सारांश लिएर आउनेछु। फेरि अर्को अध्यायमा भेट हुनेछौँ। धन्यवाद।